हेलो नमस्कार सम्पूर्णमा मैले आफ्नो युट्युब च्यानल सिएस ब्लग भनेर चाहिँ एउटा क्रिएट गरेको छु। त्यसको लागि भिडियोहरू अपलोड गर्दै जानुपर्ने भएकोले चाहिँ मैले यो भिडियो बनाउन लागिरहेको छु। अब तपाईहरुलाई म केही अगाडि के कस्तो छ हैन यहाँको ठाउँहरू म तपाईहरुलाई देखाउँदै जानेछु है त। अहिले चाहिँ सनसेट हुन लागेको छ। यो टाइममा चाहिँ अब म केही एकछिनको लागि निस्केको हो। दिउँसो चाहिँ धेरै नै गर्मी छ। अब मेरो कम्पनी चाहिँ यहाँ पर देख्नुहुन्छ एउटा हाउस छ। हाउसदेखि अलि पर रहेको यो ठुलो भवन, यो चाहिँ मेरो कम्पनी हो। देख्न सक्नुहुन्छ घाम पनि एकदमै डुब्न लागेको छ। एकदमै राम्रो दृश्य आइरहेछ। र आज चाहिँ अलिकति मौसम पनि हैन, अलिक मौसम चाहिँ अलिक गर्मी नै थियो। त्यही भएर म चाहिँ दिउँसोभर कोठामा एसी खोलेर सुते। यो चाहिँ छ नि पहिला चाहिँ यो अब जाडो याममा चाहिँ यहाँ चाहिँ एकदम त्यतिकै खाली हुन्छ यो जग्गा। अनि खाली भइसकेपछि चाहिँ गर्मी मौसम लाग्दै गएपछि चाहिँ मलहरू छरेर चाहिँ यो गाईले खाने घाँस चाहिँ आफै उम्रिन्छ। सायद यो आफै उम्रेको जस्तो लाग्छ। त्यस्तो छरेको त देख्दिनँ, कि त मलसँगै त्यहाँ केही छर्या हुन्छ कि त्यो चाहिँ मलाई राम्रो थाहा भएन। अनि त्यो छरिसकेपछि चाहिँ अहिले त्यो घाँसलाई काटिसकेर यसरी ट्र्याक्टरले यसलाई चाहिँ तयारी गरेर राखेको छ मजाले बेरेपछि। चाहिँ गाईले खाने या मान्छेले खाने सबै कुराहरू चाहिँ यो एक सिजन मात्रै हुन्छ क्या। यहाँ चाहिँ त्यही सिजनमा चाहिँ सबै नै अब जतिसक्दो धेरै उत्पादन गरेर धेरै कलेक्सन गरेर राख्ने गर्छ त्यसलाई चाहिँ। अनि पछिसम्मलाई जाडो मौसममा पनि पुग्ने गरी जस्तै प्याज आलुदेखि लिएर हुन्छ नि त्यो एक सिजनभरि नै पुगाउनु पर्ने हुन्छ। अब अन्य मासुजन्य चिजहरू चाहिँ अब कोरियामै पनि धेरै उत्पादन छ र त्यति मात्रले नपुगेपछि चाहिँ बाहिर देशबाट पनि ल्याउने गर्छ है। त्यस्तो हुन्छ। मासुको लागि चाहिँ तनाव भएन। अनि सामान्य जमिनबाट उत्पादन हुने कुरा चाहिँ त्यति बेला नै धेरै उत्पादन गरेर चाहिँ त्यसरी भण्डारण गरेको हुन्छ। त्यही चाहिँ पछि आउँछ, त्यसलाई नै अनि प्याकिङ गरेर मार्केटमा लाने गर्छ। हाम्रो पहिलाको कम्पनीमा पनि त्यस्तै थियो। तर त्यो भण्डारण गरेको चाहिँ अब के तापक्रममा नमिल्दा चाहिँ धेरै बिग्रेर आउने रहेछ। त्यस्तो पनि हुन्छ। त्यस्तो छ। मेरो कम्पनीदेखि लगभग यो सानो बजार छ यहाँ, त्यहाँ आइपुग्नलाई चाहिँ 20 देखि 25 मिनट जस्तो लाग्छ। तर यो बाटो हिँड्दाखेरि एउटा अचम्मको कुरा चाहिँ के हुन्छ भने मलाई कहिले मान्छे भेटिँदैन। एक दुईजना कतै देखियो भने बुढाबुढीहरू देखिन्छ हैन, त्यति नै हो। यहाँ मान्छे नै देखिँदैन। अब यो एकदम गाउँ भोको भएर पनि होला सायद यहाँ चाहिँ मान्छेहरू नदेखिएको छ। घरहरू जुम गरेर देखाउन खोजेको तपाईँहरूले, तर भएन। यहाँ हेर्नुहुन्छ भने यरिङ्गै यो जति पनि यो डाँडाहरूले घेरिएको छ यो ठाउँहरू, यहाँ चाहिँ बस्ती धेरै छन्। तर हामी जस्तै अलिक युवतीहरू चाहिँ यहाँ खासै छैनन्। किनभने अब यहाँको मान्छेहरू धेरै गाउँ पनि भयो। त्यही भएर बाहिर नै बस्ने, काम गर्ने, खाने गर्छन् जस्तो लाग्छ मलाई चाहिँ। अनि यहाँका स्थानीयहरूले पनि धेरै जस्तो गुनासो चाहिँ के गर्छन् भने यो उहिले चाहिँ जुन हिसाबले विकसित भएको थियो अरे यो ठाउँहरू हैन, त्यो जुन लेभलले चाहिँ विकास भएर जानुपर्ने त्यो लेभलले चाहिँ यो ठाउँलाई चाहिँ विकास हुन सकेन, अलि पिछडिएको छ भन्ने जस्ता कुराहरू चाहिँ गरिराखेको हुन्छ क्या यहाँका मान्छेसँग गफ गर्दाखेरि। अब यो
यो जबसम्म यो उठाइसक्छ यो घाँस त्यसपछि चाहिँ अब यो धान रोप्नको लागि चाहिँ रेडी गरिन्छ है। सबै धानहरू रोप्नलाई चाहिँ यहाँनिर खनी पनि सकेछ। यहाँ चाहिँ कसैले छिटो रोप्छ कसैले ढिलो रोप्छ, तर धान चाहिँ धेरै नै उत्पादन गर्छ यो क्षेत्रमा। तर मान्छेले गर्ने होइन यहाँ काम भनेको, सबै ट्र्याक्टरले गर्ने हो होइन। ट्र्याक्टरकै काम हो, रोप्ने पनि ट्र्याक्टरले नै, खन्ने जोत्नेदेखि लिएर उठाउनेसम्म ट्र्याक्टरले नै गर्छ। अब विकसित राष्ट्रहरूमा यस्तै छ। फेरि यहाँको जमिन पनि यस्तै हो क्या, जमिनले नि साथ दिएको। अब साइडमा पहाड भए पनि ठ्याक्क बिच राउन्डमा चाहिँ हुन्छ नि एउटा स्टेडियम जस्तो क्या, त्यस्तो तरिकाको छ क्या कोरियाको हरेक ठाउँमा चाहिँ। त्यही भएर चाहिँ अलिकति भूगोलले चाहिँ साथ दिएको जस्तो मलाई लाग्छ है। तपाईँहरूलाई कस्तो लाग्छ यो दृश्यहरू देखेर हेर्नुहोला। ल यो छोटो भिडियोलाई यति नै म बनाएँ। पार्ट 2 पनि म यहाँबाट जोडेर तपाईँहरूलाई यहाँ कोरियाको गाउँ, सानो गाउँलाई चाहिँ देखाउने छु। एकदमै प्राचीन कालको गाउँहरू म तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु है त। ल अर्को भिडियोमा म तपाईँहरूलाई यहाँका गाउँहरूको बारे चाहिँ सबै भन्दै जानेछु र सबै यहाँको दृश्यहरू पनि देखाउनेछु। त्यतिन्जेलसम्मको लागि पुग्नु होला र यो मेरो भिडियो हेरिदिनु भयो यतिन्जेल सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।